नमस्कार सबैजनालाई। दक्षिण कोरियाको यो नयाँ वर्षको बिदासँगै केही समय मिलाएर मैले हालसालै नेपालमा हुन गइरहेको प्रतिनिधि सभाको चुनाव सम्बन्धी मतदाताहरूलाई मैले एउटा आफूमा रहेको व्यक्तिगत स्वतन्त्र केही विचारहरू विवेकहरू मतदाताहरूलाई समक्ष पुर्याउनको निम्ति एउटा भिडियो बनाउन गइरहेको छु। अब आउँदै गरेको चुनावमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी आमा बुवा सम्पूर्णले पुर्याउनु पर्ने विवेकको सम्बन्धमा मैले केही भिडियोहरू बनाउन गइरहेको छु। सम्पूर्णले हेरेर साथ दिनुहोला। म अहिले कुनै पनि पार्टी या कुनै व्यक्तिको प्रचारको लागि होइन कि स्वतन्त्र रूपमा रहेर स्वतन्त्र विचारहरू प्रस्तुत गर्न गइरहेको छु। हामी सबैहरूले यति बेला धेरै चुनावहरू हामीले देखिसकेका छौँ, धेरै भाषणहरू पनि सुनिसकेका छौँ, धेरै प्रश्न छ हामीबीच। मात्र एउटा कुरा यति फरक हो कि हाम्रो जीवन अहिलेसम्म कति बदलियो भन्ने कुराको। आज हामी पनि हाम्रो गाउँ घर समाजमा धेरै कुराहरूको समस्याहरू बोकेर बसिरहेका छौँ। युवाहरूलाई रोजगार, बिमारी हुँदाखेरि उपचारको डर, बुढेसकालको बुबा आमालाई सहाराको अभाव, यस्तै यी समस्याहरू भनेको छौँ। यी समस्याहरू भनेको कुनै पनि पार्टीको समस्या होइन, तपाईँ हाम्रो व्यक्तिगत साझा समस्या हो। त्यसै कारणले म आज भन्न चाहन्छु कि यो चुनाव नेताको होइन, यो चुनाव मतदाताको हो, इमान्दारिताको चुनाव हो, परीक्षा हो। हामीले भोट हाल्दाखेरि जात हेर्ने कि नारा हेर्ने कि भावना हेर्ने भन्ने कुरा हामीमा भर पर्दछ। एकपटक सोचौँ, यदि भोट हाल्दा पनि हामीले सोचिएन भने भोलि गुनासो गर्ने कुनै पनि ठाउँ अधिकार हामीमा रहँदैन। त्यो सकिन्छ, समाप्त हुन्छ। भोट हाल्नु अगाडि यो कुरा सोचिएन भने भोलि समाप्त हुन्छ। यी कुराहरू हाम्रो गलत ठाउँमा हात गएर गलत ठाउँमा हामीले भोट दियौँ भने यी कुराहरू समाप्त हुन्छ हामीबाट। चुनाव जितेर गएपछि सबै साथीहरूले भन्ने गर्छन्, एक भोटले के गर्छ र मासु भातमा बिकिसकेपछि। मेरो एक मतले के फरक पर्छ होइन कि मेरो एक मतको कारणले गर्दा गलत व्यक्तिहरूमाथि गइरहेका छन्, तिनीहरूलाई रोक्नुपर्छ। यो कुरा हामीले सोच्नुपर्छ। अब नि सोचेनौँ भने भोलि दिन आउँदैन फर्केर। एक मत सानो देखिन्छ, तर लाखौँ मत मिलेर देशको दिशा बदल्न सक्छ। यो कुरा चाहिँ हामीले हिक्का राख्नुपर्छ, सोच्नुपर्छ। हामीले अब यस्तो नेता खोज्नुपर्छ जो चुनाव जितेपछि जनताबाट टाढा नहोस्, जो 5 वर्षपछि पनि मात्र होइन कि हरेक समय जनताको सवाल सुन्न सकोस्। हामीले यस्तो नेतृत्व छान्नुपर्छ कि खोज्नुपर्छ कि जो गल्ती गर्दा पनि स्वीकार गर्न सकोस्, जानोस्, जो आलोचनाबाट पनि टाढा नहोस्, नडराओस्, खुलेर समर्थन, खुलेर त्यसको प्रतिवाद गर्न सकोस्, जसले जनताको सम्पत्तिलाई पनि देशको आफ्नो हो भनेर ठान्ने होइन कि आफ्नो सम्पत्ति जनताको हो भनेर ठान्न सक्ने होस्। म यहाँ अहिले यति बेला कसैलाई पनि आदेश दिन या अनुरोध गर्नु दिन या आएको होइन। म अनुरोध गर्न आएको मात्र। यस पटकको चुनावमा पक्कै पनि हामी सबैले विवेक पुर्याउनै पर्छ। विवेक पुर्याएर भोट हाल्नै पर्छ। रक्सी पैसाको लोभमा या डर दबावमा होइन,
आफ्नो सन्तानको भविष्य सम्झेर भोट हालौँ, नत्र भने तिनी सन्तानले हामीलाई भोलिको दिनमा थुक्नेछन्, धिक्कार्नेछन्। यति कुरा सबैले हेक्का राख्नुपर्छ। म र म जस्ता हजारौँ लाखौँ युवाहरू यसरी विदेशको भूमिमा आएर आफ्नो परिश्रम, मेहनत या पसिना बगाउनु पर्ने अवस्था नआओस्। अकालमा कतिपयको ज्यान गएको छ, परिवार विहीन भएका छन्, त्यस्तो हुन नपरोस्। तपाईँहरूले यो चुनावमा सोचेर भोट हालिदिनुहोस्। आज हामीले सही निर्णय गऱ्यौँ भने भोलि हाम्रो सन्तानले हामीलाई धन्यवाद दिन्छन्। धन्यवाद मात्र होइन कि गलत गऱ्यो भने गलत त्याएर निकालिदिने पनि त्यो दिन आउँछ। आज सिंहदरबार जल्यो, भोलि तपाईँ हाम्रो गला हाम्रै सन्तानले जलाएर हामीलाई लख्ने दिन त्यो आउन सक्छ। किनकि तपाईँ हाम्रो गलत भोटको कारणले गर्दा त्यो दिन आउन सक्छ। यति कुरा चाहिँ विचार गर्नुहोला। आउने सन्तानहरूले त्यो माफ दिने छैनन्। बुवा आमाको गल्तीलाई सधैँ काँधा हालेर हिँड्ने छैनन्। यति कुरा पनि तपाईँहरूले बुझिदिनु होला। बुझेर सोचेर भोट हालिदिनु होला। यो भोट भनेको एक परिवारको भोट मात्र होइन कि यो देशको भोट र देशको भविष्यको भोट हो। त्यसैले मतदान अगाडि मात्र होइन, तपाईँहरूले सोचेर भोट हालिदिनु होला। यति भन्दै म बिदा हुन्छु। धन्यवाद।